रोली जान सर जान हो जान 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 हेरे हो के हुँदैन त्यो जन यता निल्लो हो यार जोनै पनि यहाँ जान्दैछ हामी पनि यार मेरो बुढी जस्तो भयो त हैन वाइडमा त देखिन्न वाइड एउटा फेरि लिनुपर्छ ल थोरै टाइट पहिला टाइटै हेर नि रोली भुइँचे उता हेर्नु फेरि हेर्न आइरहेछ ल ल ल आयो आयो हो नजिक गयो नजिक ल जायो आइया चोरी ओइ हे दिउँसै राति अङ्गाल हाल्नु चपक्कै अङ्गाल हाल्नु सर चपक्कै आहा अब वाइट आउनु ठिक छ ल एउटा सेम चाहियो वाइटमा सबै चाहियो सेम चाहियो अहिले फाल्टो के भन्छ सर अलि यताबाट आउनु त मजा आइरहेछ हेर्नु रोल जानु गयो हेऱ्यो केटा आइरहेछ ल जायो के गर्छ नजिक गयो चुप्पा हान्ने फेरि गफ गऱ्यो हो हजरे हो पछि हाल्नु गीत आएछ के भन्छ होइन केटा ल्याउँछ बाबुलाई लाइट आउँ आउँदैछ स्याउ खान्छु कि केरा भन्ने सबैले हेर्नु होला यही मङ्सी भित्रमा आउँछ भनेर भन्नु भएको छ उहाँले जाडो हुन्छ छोरे अब यो गरेर लदाउने दुई चार दिन्छ आजै देऊ न यता हुन्छ क्यामेरामा हेर्नु क्यामेरा हेर्नु है हो यता कति फर्किनु केटा छ त भेट्ला कनि खानलाई गरी रोली हेरे गरे गऱ्यो दामी छ भने बसन मेरो मनमा डेरा सुमाना भन् गर्दैन कस्तो गीत गाउनु छ सर गरे ढाक्दा मिलाउनु गीत नगाउनु ओके सर पुग्छ अब यहाँ लाइट यता फर्काउँछ राजा त्यो लाइट यता फर्किदियो दिदी यता आउनु तपाईँ के साह्रो यतिखेरको बसाइमा हामी सुटिङमा छौँ रातको 12 बजे हाम्रो गीतको सुटिङ हुँदैछ ए बस्नु न केटा स्याडो आयो सलमान खान टाइपको बस्नु है सर अब ल गएर के गर्ने चल्ने गर्ने लजाउने गर्ने चुम्मा खानु खोज्छ अनि त्यहाँबाट गीतले चुम्मा गर्छु भनेर नजिक नजिक नभए भने चाहिँ ट्राई गर्नु है होइन होला मैले अहिले बोलेको अहिले मेरो क्यारेक्टर ठ्याक्कै गर्छ क्या ल जोनी सर अझै आउटबाट जान्छ अझै पारेर जान्छ अझै आउटबाट तपाईँ ल ल रे सर लिमै सर रे रोनी जान लदाइरहेछ एकछिन लदाइरहेछ हेऱ्यो हो हेऱ्यो ल चलाए नचला भन्यो फेरि हेऱ्यो किसान लाग्नु फेरि हेऱ्यो कुरा गरे अब यो दुईटा रातको 12 बजे के हुँदैछ यहाँ रातको 4 बजे
यति जाडोमा हामीले सुटिङ गरिरहेका छौँ तपाईँहरूले एकदमै माया गरिदिनु होला तपाईँ होइन प्रोड्युसर हामीलाई 1 लाख रुपियाँ दिएर हामीलाई बोलाएको होइन त्यही भएर सुटिङ गर्नु दिएको यहाँ यस्तो काम पनि गर्नु पर्यो तिमीहरू मेट तिमीहरू खुट्टा ढुन आएको होइन भने पहिले मेरो घरमा आएर मलाई 2 लाख रुपियाँ पैसा दिएर खुट्टा ढुन आएको होइन तिमीहरू हाम्रो खुट्टा ढोग्न आएको मलाई भिडियो खेलाइनु पर्यो भने यस्तो भने होइन 2 लाख दिन्छु यो भन्दा सक्दिन 1 रुपियाँ पनि दिन सक्दिन हाम्रो फाइनली देउरानीको सेटमा चाहिँ हाम्रो तुरे सरको म्युजिक भिडियो स्याब केरा भन्ने म्युजिक भिडियो आउँछ उहाँको भ्लगमा आइरहेको छ है हाम्रो म्युजिक भिडियो सुट हुँदैछ रातिको समयमा यो चाहिँ तपाईँले के च्यानलबाट आउँछ हामी पछि भन्ने छ तपाईँले हेर्नु होला है हाम्रो यसरी बिहाइन्ड द सिन हान्नेछु म देखाउने छु हाम्रो 12 वर्षको 12 3 वर्षको मान्छेहरू धेरैजना हुनुहुन्छ है अब यस्तो छ 3 बजी हामी सुटिङमा निरन्तर लागिरहेका छौँ 3 जना पनि हुन्छ यहाँ है 3 बजीसम्म 3 बजीसम्म पनि सर हामी के गरिरहेको छौँ हामी भिडियो खिचिरहेको कति बजी सर अहिले 3 बजी होइन त हामी सबै सेट बनाउँछ अलिकति दिन सक्नुहुन्छ हेलो यहाँ आउनु है हजुर अलि परबाट आऊ न ल नानी हेरिरहेछ है सर जसो हेरिरह ल जाए हेर हो हात माग्यो चुम्मा गरेर लजारे अर्को साइड हेर नानी हेर कस्तो छ भने चस्मा जोडी सुट गरिरहेको छ हाम्रो आन्टीहरू हेर्दा हुन्छ है कोही भाँडा मार्दैछन् खिच्दैछन् सुरु भयो फुल त देखेको छैन कहाँ फुलै छैन रातोटी कहाँ फुल देख्नु कस्तो छ भने हो चला हो हात समात्यो घुमायो हो घुमायो हो ल अब यसरी टक्क यस्तो गरेको सबै क्यु देऊ ल रोल आऊ हात के छ भने हो एकछिन चुमा एकछिन ल हातको मात्र रेडी रेडी रोल चुम्मा गरेको ल ओके केटा हो जार लाइगो गर्यो अब तिमी 1 मिनेट भइसक्यो गाइस है यता हाम्रो ब्लग भइरहेको छ यता देखाउनु त हाम्रो फोन गाइस अब यस्तै छु है त्यस्तै छु सबैले माया गर्दै फाइनली हाम्रो सुटिङ हुँदैछ यति हो सक्यो है गाइस भिडियो सुटिङ भइरहेको छ